म तपाईलाई केही मिनेटमै टिकटक अकाउन्ट कसरी बनाउने भनेर सिकाउनेछु। अब सुरु गरौँ। यदि तपाईले अहिलेसम्म डाउनलोड गर्नुभएको छैन भने एप स्टोर वा प्ले स्टोरबाट नि शुल्क टिकटक एप डाउनलोड गरेर सुरु गर्न सक्नुहुन्छ। एप इन्स्टल भएपछि टिकटक एप खोल्नुहोस्। त्यसपछि तल दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्। साइन अपमा ट्याप गर्नुहोस्। तपाई आफ्नो अकाउन्ट कसरी बनाउन चाहनुहुन्छ रोज्नुहोस्। यदि तपाई चाहनुहुन्छ भने फेसबुक, एप्पल, गुगल वा ट्विटर अकाउन्ट प्रयोग गरेर छिट्टै साइन अप गर्न सक्नुहुन्छ। अथवा तपाई आफ्नो फोन नम्बर वा इमेल ठेगाना प्रयोग गरेर पनि साइन अप गर्न सक्नुहुन्छ। म चाहिँ इमेलको विकल्प प्रयोग गर्दैछु। आफ्नो इमेल ठेगाना टाइप गर्नुहोस् र नेक्स्टमा ट्याप गर्नुहोस्। अब तपाईले आफ्नो अकाउन्टको लागि एउटा पासवर्ड बनाउनु पर्नेछ। यो कम्तीमा 8 अक्षरको हुनुपर्छ र यसमा कम्तीमा एउटा अक्षर र एउटा नम्बर हुनैपर्छ। तपाईको पासवर्ड कतिको बलियो छ भन्ने कुरा तल देखिनेछ, त्यसैले सकेसम्म बलियो पासवर्ड बनाउने प्रयास गर्नुहोस् र नेक्स्टमा ट्याप गर्नुहोस्। आफ्नो जन्ममिति राख्नुहोस् अनि नेक्स्टमा ट्याप गर्नुहोस्। अब यदि तपाई चाहनुहुन्छ भने आफ्नो प्रोफाइलको लागि एउटा निकनेम वा उपनाम राख्न सक्नुहुन्छ। यो तपाईको प्रोफाइलको सबैभन्दा माथि देखिने नाम हुनेछ र तपाईको भिडियोहरूमा पनि यही नाम देखिनेछ। यदि तपाई निकनेम राख्न चाहनुहुन्न भने माथि बायाँ कुनामा रहेको स्किपमा ट्याप गर्न सक्नुहुन्छ। यदि निकनेम राख्दै हुनुहुन्छ भने नाम टाइप गर्नुहोस् र कन्फर्ममा ट्याप गर्नुहोस्। यति गरेपछि तपाईको टिकटक प्रोफाइल तयार हुनेछ। यदि तपाई आफ्नो युजरनेम परिवर्तन गर्न चाहनुहुन्छ भने एडिट प्रोफाइलमा ट्याप गर्नुहोस्। अब युजरनेममा ट्याप गर्नुहोस्। यहाँ तपाईले पहिले नै आफै बनेर आएको युजरनेमलाई हटाएर आफूले राख्न चाहेको नयाँ युजरनेम टाइप गर्न सक्नुहुन्छ। यदि तपाईले टाइप गर्नुभएको युजरनेम खाली छ भने तल एउटा हरियो टिक मार्क देखिनेछ। यदि त्यो नाम अरू कसैले लिइसकेको छ भने युजरनेम उपलब्ध छैन भन्ने मेसेज देखिनेछ। आफूलाई मन परेको नाम पाउनका लागि कुनै नम्बर वा अन्डरस्कोर थपेर फेरि प्रयास गर्नुहोस्। टिकटकले तपाईलाई तल मिल्दाजुल्दा अरू उपलब्ध युजरनेमहरूको सुझाव पनि दिनेछ। तपाई चाहनुहुन्छ भने तीमध्ये एउटा रोज्न सक्नुहुन्छ। काम सकिएपछि माथि दायाँ कुनामा रहेको सेभमा ट्याप गर्नुहोस्। त्यसपछि तपाईको नयाँ युजरनेम सेट हुनेछ र तपाईको टिकटक प्रोफाइल पूर्ण रूपमा तयार भई प्रयोग गर्न योग्य हुनेछ। टिकटक अकाउन्ट बनाउनका लागि यति गरे पुग्छ। हेरिदिनु भएकोमा धन्यवाद। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया तलको थम्स अप लाइक बटन थिच्न र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी हरेक हप्ता यस्तै उत्कृष्ट प्राविधिक भिडियोहरू लिएर आउनेछौँ।